हेलो साथीहरू, गुड मर्निङ है। म चाहिँ अहिले माथिनिर आइरहेको छु है। पूजा गर्नु आएको थिएँ बिहानै, अनि पूजासुजा गरिसकेर म चाहिँ यसो बाहिर हेरेको है। आजको वेदर चाहिँ यस्तो दामी भएको रहेछ। हिजो चाहिँ बगौँला जस्तो आकाशबाट पानी परेको थियो है। तल रोडहरू सबै कस्तो डरलाग्दो चिसै छ हो। तल दिदीकोले चाहिँ अलिकति भए पनि त्यहाँ मकै रोप्नु भएको थियो नि त। तर हिजोको पानीले चाहिँ त्यो मकै पनि सोत्तर बनाएछ लडाएर हो। यस्तो डेन्जर आएको थियो साथीहरू। हिजो चाहिँ पानी बगाएर लाने रहेछ भनेर सोचेको हामीले चाहिँ हो। घरिघरि त वेदर पनि खै के हुन्छ एकैछिनमा गाडाङ गुडुङ पानी परेर यस्तै हो है। अब के भन्नु, हामीले भनेर हुने होइन साथीहरू होइन। अनि आज चाहिँ आकाश क्लिन छ हो। अब भरे चाहिँ के हुन्छ थाहा छैन। अहिले भने चाहिँ यस्तो दामी भइरहेको छ, बादलहरू हल्का है, आकाश चाहिँ क्लिन छ। अनि घाम लागिरहेछ साथीहरू है। मधुरो भए पनि घाम लागिरहेको छ। यस्तै छ साथीहरू, यस्तै छ आजको वेदर। अब म पनि तल जानुपर्ने हुन्छ। अब किचनको ड्युटी त्यही त हो सबैको बिहानको है। ओके साथीहरू, अहिलेको लागि बाई बाई।